नमस्कार सम्पूर्ण महानुभावहरू, म सुभाष भट्टराई। आज 2083 सालको पहिलो दिन, नयाँ वर्षको सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना। के तपाईँले कहिले कुनै काम गर्नु अघि हार मानेर एक शब्द भन्नुभएको छ, यो मबाट हुँदैन, म सक्दिन? यदि यस्तो हो भने तपाईँ एक्लै हुनुहुन्न। एउटा कुरा सम्झिनुहोस्, हरेक मान्छेको मनमा एउटा शब्द हुन्छ, त्यो एस आई क्यान, म सक्छु। यस शब्दका शक्तिको बारेमा आज हामी विस्तृत रूपमा पहिलो वर्षको पहिलो दिन छलफल गर्नेछौँ। हाम्रो दिमाग एउटा बगैँचा हो, यसमा हामीले म सक्दिन भन्ने सोच रोप्यौँ भने त्यहाँ डर, शङ्का, असफलता मात्रै हुन्छ। तर हामी जब दृढ भएर म सक्छु भन्छौँ, दिमागले एउटा नयाँ बाटो हुन्छ, हाम्रा प्राथमिकताहरू बदलिन्छन्, समस्याहरू पनि अवसरका रूपमा जस्तो देखिन थाल्छ अनि परिणाम आफै फरक हुन जान्छ। म सक्छु भन्नुको अर्थ म सबै जान्दछु भन्ने होइन, तर म सिक्न तयार छु, म लड्न तयार छु, म हार नमान्ने मान्छे हुँ भन्ने हो। म सक्छु भन्नुका 3 शक्तिशाली फाइदाहरू छन्। एउटा आत्मविश्वास, कन्फिडेन्स, यसले तपाईँलाई भित्रैबाट बलियो बनाउँछ र लड्न तयार गर्छ। जिम्मेवारी, रेस्पोन्सिबिलिटी, तपाईँ अरूलाई दोष दिने बानी छोडेर आफ्नो जीवन आफै सम्हाल्न थाल्नुहुनेछ। र अर्को दृढता, रेसिलियन्स, असफल भए पनि तपाईँ फेरि भन्नुहुन्छ, म फेरि प्रयास गर्न सक्छु। यिनी सोचले तपाईलाई साधारण मान्छेबाट असाधारण बनाउँछ। आदरणीय मानवहरू, आजैबाट आफ्नो जीवन बदल्ने एउटा निर्णय लिनुहोस्। सक्दिन, हुन्न, गाह्रो छ, यी शब्दहरू मनबाट हटाउनुहोस् र हरेक चुनौतीमा भन्नुहोस् एस आई क्यान, म सक्छु, र कमेन्टमा लेख्नुहोस् एस आई क्यान। यो भिडियो मन पर्यो भने लाइक, शेयर, सब्सक्राइब गरिदिन नबिर्सिनुहोला। यस्तै भिडियो हेर्नका लागि हाम्रो च्यानललाई फलो पनि गर्नुहोला। नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना। नमस्कार, धन्यवाद।